हेलो एन्ड गुड मर्निङ साथीहरू, कस्तो हुनुहुन्छ तपाईँहरू? आए सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। फेरि पनि रवि खत्री च्यानलमा तपाईँलाई स्वागत छ है। आज चाहिँ म फर्पिङ जाँदैछु हात्तीवन रिसोर्ट। त्यहाँ चाहिँ केटिएम र एक्सट्रिम नेपालले चाहिँ खतराको नि खतरा राइड निकालेको छ है। केटिएम इन्ड्युरो हो होइन। अनि त्यहाँ चाहिँ खतरा राइडर, खतरा लेडी राइडरहरू पनि आउँदै हुनुहुन्छ है। अनि स्पेसल हाम्रो हरिदाई पनि आउँदै हुनुहुन्छ है। उहाँलाई चाहिँ धेरै सपोर्ट छ, धेरै माया छ मबाट है। गाइजहरू अब चाहिँ हामी जानुपर्छ, त्यहाँ रमाइलो गर्नुपर्छ, तपाईँहरूलाई पनि देखाउनु छु है। स्पेसल चाहिँ तपाईँहरूलाई लानुलाई है गाइज। प्लिज भिडियोमा चाहिँ बस्नु होला, अन्तिमसम्म हेरेर भाइकलाई लाइक अनि सब्सक्राइब गर्नु नभुल्नु होला, अनि सपोर्ट सदाभर दिनु होला है त गाइज। अब हामी डाइरेक्ट बाइकमा भेट्छौँ। ओके गाइज, हेर्दै जानु होला ल। म चाहिँ गाइज निस्किसकेँ है घरबाट। अनि जस मौसम चाहिँ आज राम्रै छ, मजाको दिन छ गाइज। अनि यो चाहिँ धुम्बारे हो। अब यहाँबाट चाहिँ म सिधै दाइभटाउ पुग्छु है। अनि हरिदाईलाई भेट्छु, हरिदाईलाई भेटेर अनि जानुपर्छ। आज रमाइलो गर्नुपर्छ है। भिडियोमा जुडेर बस्नु होला गाइजहरू। जो शनिबारको दिन घुम्न पाएपछि भोक प्यास केही पनि लाग्दैन। हिँड्न पाए पुग्यो म चाहिँ अहिले ठ्याक्कै बल्खु चोक आइपुगेँ। अब चाहिँ म दाइलाई फोन गर्नु पऱ्यो। दाइ कता हुनुहुन्छ? यतै साइड लाउनु पऱ्यो। फेरि उता क्रस गरेर फोन गर्दाखेरि चाहिँ गाह्रो हुन्छ। अब दाइ कहाँ हुनुहुन्छ यसो फोन गरेर बुझ्नु पऱ्यो है त। एकैछिन है त गाइज। ल गाइज, म चाहिँ अब गर्खुतिर जाँदैछु है बल्खुबाट। दाइ चाहिँ निस्किनु भएको छैन अरे, उहाँ खाना खाँदै हुन्छ अरे। गएपछि सँगै जाने, किन एक्लै जानु होइन। अब दाइसँग हिँड्न छुट्टै मजा आउँछ नि त। त्यही भएर दाइसँगै जाउँ भनेर चाहिँ म गर्खुतिर जाँदैछु है। बिस्तारै जाउँ, दाइ खाना खाँदै हुनुहुन्छ। अब टाइम लाग्छ होला, बिस्तारै निस्किने के हतार छ र होइन। जसरी पनि दिन काट्ने हो घुमेर। अनि यो बाटो हिँड्दै हुनुहुन्छ भने चाहिँ एकदम होसले है गाइज। स्पिड लिमिट हुन्छ यहाँ चाहिँ। फेरि यहाँ चाहिँ छिस गेम फिनिस। फोकटै तिर्नुपर्छ 1500। त्यही पनि हाम्रो गाइजहरूसँग 1500 त के नै हो र होइन। तिरिदिनुहुन्छ बाल भयो म्या टाइपको। जस बाटो चाहिँ राम्रो बनाएको छ क्या। केपी बाले बनाएको क्या इस बनायो केपी बाले। जे पनि केपी बाले हुन्छ माथि त्यस्तो झारे बुढो। नो केपी अन्ली बाले। के हो गाइजहरू कमेन्ट गर्नु त फटाफट। विकासको लागि केपी चाहिने हो कि हाम्रो बालेन दाइ चाहिने हो? म त बालेन हो गाइज। तपाईँहरू अब के हुनुहुन्छ कमेन्ट गर्नु फटाफट। मेरो कमेन्टबाट हेरौँ त ल बालेनको कतिजना हुनुहुँदो रहेछ। बालेन दाइसँग अलिकति क्लोज छु नि म। फेरि बालेन दाइले डाइरेक्ट कमेन्ट देखाइदिन्छु नि म है त। हो यहाँ चाहिँ स्पिड लिमिट छ क्या। त्यही भएर साइकको हुन्छ क्या। अगाडि मामाले बेलबुक लाइसेन्स झिकाल्नुहोस् भनिहाल्छ माथि। पैसा कहाँबाट ल्याउनु आज नि म कन्फ्युज भइरहेको छु गाइजहरू है। तपाईँहरू पनि भएको छ कि छैन? आज शनिबार हो कि मलाई अरू बार हो? यहाँ सरकारी गाडी 3-4वटा देखिन्छ है। बिचरा केही काम होला होइन। अब त्यत्तिकै के भन्दिनँ होइन। सरकारी गाडी फान्ने घुमै छ आज। गर्खु चाहिँ म पहिला मेरो ट्रेनिङको लागि आइरहेको हुन्थेँ। त्यतिखेर त अब जाम लभली हुन्थ्यो, किनकि अब छुट्टीको दिन भन्दा बाहेक पर्थ्यो नि त। हामी यहाँबाट लेफ्ट लिएर एकछिन अब दाइलाई कुर्छौँ है। दाइलाई कुरौँ अनि त्यस साइड लाग्नुपर्छ है त। A few moments later. ल फाइनली मैले चाहिँ दाइसँग भेट भयो है। अनि दाइ चाहिँ अगाडि हुनुहुन्छ हो। दाइ चाहिँ मजाको हुनुहुन्छ। जस गाइड गर्नुहुन्छ मलाई। अब केही म कन्फ्युज छु भने चाहिँ दाइलाई सोध्छु क्या यो के गर्ने भनेर। अनि दाइले चाहिँ सिकाइराख्नुहुन्छ मलाई।
दाइले चाहिँ लभली कुदाउनु हुँदो रहेछ। दाइको पहिला R15 हुँदाखेरिको भ्लगहरू चाहिँ खतरा मजा आउँथ्यो क्या। त्यतिखेर कोभिड थियो होइन, अनि कोभिडमा टाइम पासै हरिदाइको भ्लग क्या। जो हरिदाइले चाहिँ लभली कुदाउनु हुँदो रहेछ क्या। झन् केटिएमको त्यो खत्रै रहेछ यार बाइक त। जस्तो खाल्टा खुल्टामा क्या कुदाइदिने क्या दाइले त। म तोप गएर बुढा। अब हाम्रो एनएस त यस्तो कहाँ कुद्नु, त्यसमा त ब्रेकिङहरू पनि बवाल छ होला। दाइको र मेरो जस लभली राइड भइरहेछ है, लभली। जस हरिदाइसँग ठुलो सपना थियो मेरो राइड जाने, मजा आइरहेछ यार। जस दाइ त पहिल्यैदेखि राइड निस्किराख्ने मान्छे, दाइलाई त ट्याक्क बानी छ। हाम्रो त कहिले काहीँ निस्किने, त्यही भएर अलिक गाह्रो लाग्ने क्या दाइसँग राइड निस्किन त। तर लभली कुदाइदिने यार दाइले। गोली उछिट्याए यसरी उछिट्याइदिने भने बाइक त आम्मामामा। हाम्रो त यस्तो खाल्टोमा त मलाई आन्द्राभुटी निस्किन्छ नि त। ओहो बुढालाई त्यो स्पिड त केही होइन जस्तो लाग्छ होला त्यो बाइकमा त। हामीलाई त आम्मा कस्तो गएको जस्तो हुने क्या। अब दाइ त यत्रो बटार जाने भ्याउँदैन, अनि धुवा त सुन्न पाउँदैन। अनि हुन त पावरफुल मेसिनै हो है एनएस पनि हुन चाहिँ, तर अरू बाइकसँग कम्पेयर नगरे नि हुँदैछ ल। ओहो यहाँ त लाइन छ त। लगाइस यहाँबाट मास्तिर रहेछ है। अब चाहिँ बाटो पुरा अफरोडै अफरोड हो अरे। अब जाउँ कस्तो छ। लभली अफरोड रहेछ। आफ्नै फेरि अफरोड बाइक होइन, दाइको बाइक चाहिँ अफरोड बवाल मजा आउँछ अरे यार। कस्तो धुलो उडायो क्या। आम्बो टु मच धुलो। लभली धुलो उडाएर गयो यार नयाँ चिज खोल्ने। डल्फिन चढाइदिएर यार यस्तो अफरोड बाटो। खत्रै रहेछ, खत्रै मान्नै पर्ने हो सोल्टीलाई। आम्मामामा धुलो उडाएको बा भूतले कस्तो धुलो उडाइदियो होला। आया ठोक्यो मुची खुट्टा। ओ माई गड वाट दिस, टु मच धुलो। हाउ दिस गोइङ ब्रो। त्यो बा गाडीले अगाडि जान्दिएर बेकार जान्दैछ यार। साला धुलो उडायो यार। हट डर जसरी कुदाइदिने क्या एनएसलाई पनि। ओहो जाम भएछ। आमाम ठ्याट। जा भाइ जा, यस्तो मलाई धुलो उडाउनेको पछि लाग्नु हुँदैन, गइहाल्नुपर्छ। ल गाइस फाइनली म चाहिँ आइपुगेँ है। अब बाइक राखौँ। या
Wait, man, ducks. Abi. गाइजहरू म चाहिँ फाइनली माथि आइसकेँ है यो हात्तीवन माथि यहाँ चाहिँ बवाल गेम हुँदैछ अब प्रो राइडर्सहरूको चाहिँ रेस सुरु हुनु लागेको छ अनि त्यहाँ हेर्न सक्नुहुन्छ हो सुरु हुँदैछ रेस यो साझा रमाइलो हुनेवाला छ गाइज त्यही भएर भिडियोमा अन्तिमसम्म बस्नु होला है त गाइज यसरी लड्यो भने चाहिँ पहिला नि सुरुमा उचाल्दैन पहिला स्ट्यान्ड लगाउने अनि त्यसपछि यसरी पक्रिने यसरी उचाल्ने अनि छोड जिम होइन सही टेक्निक जिम गर्नेले पनि सही टेक्निक गरेन भने भातको पावर हुँदैन ल सुरु गरौँ हाम्रो धरानको राइडर आउँदै हुनुहुन्छ गाइज है जस हेरौँ उहाँको स्किल कस्तो रहेछ बवाल हान्नुहुन्छ होला उहाँले ल बेस्ट अफ लक धरानको राइडरलाई सही 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 बवाल लभली हान्दैछ गाइज लभली लभली अन्त धरानको ब्रदर बेस्ट अफ लक राम्रोसँग हान्नु गए 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 बब्बल हान्दे ए लडा लडाइ छ बिचारा नाइस ट्राई ब्रदर नाइस ट्राई शिट शिट लड्यो बिचारा लड्यो यार छिटो बाइक चाहिँ धुस्तै हुँदैछ यार आम्मा लडेर अलराइट गाइस म चाहिँ यता मासतिर आएको है उता पर थिएँ यता माथि चाहिँ अलिकति बाइकहरू यहाँ पानी छ अरे यहाँ चाहिँ लडिरहन्छ भनेर हेर्न आएको गाइस स्यास्या भयो यार अब त्यता चाहिँ ट्र्याक चाहिँ त्यही भएर जान दिँदैन त्यही भएर बाटो आएको गाइस हेर्दै गर्नु होला है जस रमाइलो भइरहेछ यहाँ चाहिँ बब्बाल हिरो रहेछ क्या त्यही भएर यहाँ लड्ने रहेछ राइडरहरू ऊ पर आमा यहाँदेखिको यस्तो घुमेर आउने हो गाइस ल गाइजहरू अब चाहिँ लेडी राइडरहरूको रेस सुन्नु होला है हेर्नु होला है त अब चाहिँ फेरि बवालै हुन्छ नेपालको चाहिँ लेडी राइडरहरू चाहिँ खत्रै हुन्छ क्या खतरा हुनुहुन्छ क्या ल गाइस हेरौँ है त Bate!
तारा चढ्नु भएन यहाँ डर त यहाँ त रन्केर छु माछा नमार लगाइ खतरा कटाइदिया नि कहाँ उठ्ते थियो ल क्रास भइदियो यार गाइज ओ शिट यार लाग्यो हात ठोक्यो जस्तो लाग्यो ल यार गाइज त्यहाँ ढुङ्गामा ठोक्यो जस्तो यार शिट यार राम्रो हान्नु भयो यार ब्रदरले खोइ मेडिकल केहरू आउँदैन नि त के हो बिचारा ब्रदर यार लड्नु भयो यार मोटोमा पनि आउनु भएको रहेछ ल ब्रदरलाई ल दाइ क्रस आउनु त अलिकति तान्दिन्छु माथि बाइक आइसकेको छ गाइजहरू म चाहिँ माथिबाट तल आइसकेँ है ऊ माथि थिएँ अहिले अनि त्यहाँबाट तल आएको माथि चाहिँ रमाइलो भयो त्यहाँ चाहिँ हिलो थियो क्या देखिहाल्नुभयो तपाईँले एकदम डेन्जर मजा आउँदैछ गाइस अब तलतिर हेरौँ है त यहाँ लभली मजा आउँछ गाइस जस राइडरहरूले आफ्नो कोसिस एकदम बब्बालसँगले गर्नुभएको छ एकदम खतरासँगले गर्नुभएको छ यार उहाँलाई एकदम बेस्ट अफ लक छ ल गाइजहरू अब म चाहिँ निस्किन लाग्यो बेलुका भयो अनि बाइक चाहिँ यहाँ छ अब निस्किन्छु गाइज त्यही नै हो रमाइलो भयो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु है त गाइज अनि तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने पार्टिसिपेट लिनु अर्को पालि नै हुँदैछ अरे गाइज है त जस मजा आयो खतरा रमाइलो भयो राइडरहरू खतरा खतरा आउनु भएको रहेछ जस बबाल हानिदिने यार आम्मा पावर त पका सबभन्दा बेस्ट लागेको चाहिँ हाम्रो राजकुमार कार्कीको है अति खतरा हानिदिरहेको क्या राजकुमार कार्कीले त अब त प्रोफेसनल्ली डट राइडरै हो है दामी हानिदिरहेको क्या अनि हाम्रो मोटो मानिक प्रहलाद पनि बब्बाल हानिदिरहेको है जस कलाजी छ है हाम्रो केटाहरूको खत्रै खतरा हानिदिने क्या आमा म चाहिँ झन्डै गएको तलतिर ल गाइजहरू म चाहिँ मेन रोडमा आइसकेँ है अनि बाटो चाहिँ अफ रोडै छ खाल्टा खुल्टी थियो जस अल्छी लाग्यो मेन रोड आएपछि त हात क्या आनन्द आएको क्या 4 बजिसक्यो होला ए सिआरएफ रेडी ओ सिबिआर 600 लभली कहिले चलाउनु पाउने होला यसरी सिबिआर 600
लभली छ है बाइक त माडनी तर नेपालमा एउटै कलर मात्रै आउने क्या रातो जतिखेर रातो आउने क्या अनि त्यही पनि नेपालमा बाटै छैन चलाउनलाई ट्राफिकले भेट्यो भने ल्याम्मै सिट काटिदिन्छ ठिक छ गुड लक ब्रदर स्कुटर कस्तो मिलेको यार थट लभली मिल्यो यार स्कुटर त म के गरेको यस्तो गाडीको के हालिदिने क्या हाम्रो नेपाली दाइहरूले यार यस्तो गाडीमा त अब झ्याउकिरिकिरा जस्तो के गर्छ त मागा के हो त यसो भिडियो देखिहाल्नु भने कमेन्ट गरिदिनु होला ल ओ आम्बो हट कडा आवाज यार हाम्रो बाइकमा नि हालिदिउँ ल म्यान गर्दै लभली है दाइ लभली है धेरै माया तपाईँलाई किङ धादिङ वाह गुड रोयल बालेन सिटी गुड बालेनको सपोर्टर रहेछ है दाइ एकदम राम्रो तपाईँ तर दाइ यस्तो किरा जस्तो आवाज चाहिँ के गरी बना प्लिज भनिदिनु यार हामी पनि बाइकमा गर्नु पऱ्यो क्या ओ लभली आमा लभली कोडाइदिएर यार के हो ब्रेक गयो क्या आमा आछिसको मेरो लाग्दैन त र यो हेर मासल जान नपर्ने ठाउँबाट गएको त्यसो जान पाउँदैन नि त्यहाँबाट हेपिदिने यार लामोहरू त गाइजहरू फाइनली घर आइपुग्यो है अनि लास्टै थाकेको छु जस अरूहरूले चलादेखेर मेरै साथहरूको डेन्जर कुदाइदिने यार तपाईँहरू देखिहाल्नु पनि भवाल कुदाइदिने यार त्यही नै हो रमाइलो भयो आजको दिन यस मजा आयो बाटो चाहिँ अलि अप्ठ्यारै थियो त्यो पनि रिसोर्टको बाटो रे यार रिसोर्टको बाटो त्यस्तो हुन्छ पिच गर्नु पऱ्यो है अनि अब फेरि बिदा माग्छु है अनि नयाँ ब्लग नयाँ भिडियो लिएर फेरि आउनेछु तपाईँहरूको सामु होइन नयाँ गाउँ नयाँ ठाउँ तपाईँलाई देखाउने कोसिस गर्नेछु भाइलाई साथ सपोर्ट अनि सब्सक्राइब चाहिँ गर्नु है प्लिज गाइज सब्सक्राइब गरिदिनु माया देखाइदिनु सेयर गरिदिनु होइन तपाईँहरूले यति गरिदिनु भयो भने झन् बबाल भिडियो लिएर आउँछु त्यही भन्दै बाबाई गाइज जय नेपाल लभ यु है त माया गर्नु है गाइज प्लिज